बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा होजियारी तालिम समापन गरिएको छ। सिप सिकौँ रोजगार बनाऊ भन्ने अभियानमा हिमाली गाउँपालिकाको आयोजना र आइएनएफ नेपाल शाखा बाजुराको सहजीकरण र एप्पल टेक्निकल इन्स्टिच्युट प्रालि वीरेन्द्र सुर्खेतको प्राविधिक सहयोगमा होजियारी तालिम गरिएको हो। घरेलु तथा साना उद्योग प्रवर्तन केन्द्र अन्तर्गत हिमाली गाउँपालिका बाजुराको सहकार्यमा लक्षित वर्ग तथा अन्य वर्गका लागि सिप विकास तथा प्राविधिक सहयोगमा होजियारी तालिम समापन गरिएको हो। जेठ 30 गतेदेखि असार 15 गतेसम्म सञ्चालन गरिएको थियो। उक्त तालिममा लक्षित वर्गका साथै अन्य समुदायमा महिला सहभागिताहरूको होजियारी तालिम सम्बन्धी सिप हासिल गरिएको छन्। समापन कार्यक्रममा हिमाली गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्ल, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारी, प्रवक्ता विमानन्द पाण्डे, एप्पल टेक्निकल इन्स्टिच्युट प्रालिका प्रमुख पारस शाहीको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले सिपमूलक तालिम मार्फत ग्रामीण क्षेत्रमा युवाहरूलाई आत्मनिर्भर बनाउन प्रयास उल्लेखनीय भएको बताए। उनले गाउँपालिकाको यस्ता तालिम आगामी दिनमा पनि प्राथमिकता राख्ने प्रतिबद्धता जनाए। स्थानीय महिलाहरूले यस्ता तालिममा नयाँ सिप सिक्न पाएका खुसी व्यक्त गरेका छन्। तालिमपछि सहभागिताहरूले प्राप्त सिपलाई प्रयोग गर्दै स्वरोजगारमा लाग्ने अपेक्षा गरिएको छ। गाउँमा रोजगार गर्नका लागि होजियारी तालिम दिएको हो। गाउँमै बसेर आफ्नो सिप सिकेर रोजगारी बनाउने र विदेश नधाउने अवस्था सिर्जना गर्नका निम्ति यो कार्यक्रम गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताउनु भएको छ।